हामी चाहिँ अहिले टिका भैरव आइपुगेको छ। हामी जान लागेको चाहिँ लटरम्बेश्वर महादेव। अहिले यस्तो बन्दै रहेछ टिका भैरवको मन्दिर चाहिँ। बाटो ठाउँ ठाउँमा बिग्रेको छैन। बाटो पिचै रहेछ ठाउँ ठाउँमा चाहिँ यस्तो फेरि ठाउँ ठाउँमा यस्तो पहिरो गएर बिग्रेको पनि छ है बाटो चाहिँ। बाइकहरू चाहिँ आउँछ मजाले, स्कुटीलाई चाहिँ अलिक गाह्रो पर्छ। बागमती पुल हामी चाहिँ अब यो लटरम्बेश्वर महादेवको हाइकिङ गर्ने स्टार्टिङ पोइन्टमा आइपुगेको छ है। यहाँ चाहिँ बाइक पार्किङ छ। करिब हामी 2.5 घन्टामा आइपुग्यौँ। बिचमा बाटोमा अलिक बाटो झुकिएर अर्को ठाउँमा गयो भएर आधी घन्टा ढिलो भयो हामी चाहिँ। आज शनिबार पनि भयो भने पार्किङमा चाहिँ टन्नै छ बाइकहरू। हामी चाहिँ अब हाइकिङ सुरु गऱ्यौँ है त यहाँ लटरम्बेश्वरको। यहाँ पार्किङमा बाइक राख्यौँ। हाम्रो सुरु भयो। लगभग 2 घन्टा लाग्छ भनेको छ। कति घन्टामा पुगिन्छ हेरौँ। बाइक चाहिँ यतै छोड्यो। बाइक चाहिँ यहाँ पार्किङमा छोडेर अब हामी हिँड्यौँ। पुरा बादल लागेको छ। यहाँ माथि हो नि त जाने हामी। उयो बादल लागेको ठाउँमा हो जाने। धेरै छैन। हेर्दाखेरि त थारै उकालो छ। छिटो हिँड्छ है पाहाडको मान्छे। पाहाडको मान्छे यसरी चप्पल लाएर पनि कम्फोर्टेबल। 10 मिनटमा पसिना खलखल गर्नु थाल्छ। 10 मिनटमा पसिना खलखल आउनु थाल्छ। उकालो छ नि त यस्तो उकालो। यस्तो छ पहाड हाई कलरको। खायो पियो फाल्यो। एउटा दाइले चाहिँ पसल पनि राख्नु भएको रहेछ। अनि यहाँ डस्टबिन पनि राखेको छ। यतिको चाहिँ हुनु पऱ्यो कि सामान बेच्नेहरू। बाइक चाहिँ यहाँ अलि माथिसम्म नै आउँदो रहेछ है। हिँड्नै मन छ भने त तलबाट हिँड्यो भयो। हिँड्न गाह्रो हुन्छ यहाँ माथिसम्म बाइकै आउँछ। 1 घन्टाको बाटो फरक पर्ने रहेछ हिँडेर। हुन्छ न 1 घन्टा बाटो हिँड्यो होइन। 1 घन्टा छिटो आउँदो रहेछ।
1 घन्टा छिटो आउने भए चाहिँ बाइकमा माथि नै आयो हुने रहेछ होइन बाइक चाहिँ तलै छोड्यो बाइक चाहिँ यहाँ माथिसम्म आउने रहेछ 1 घन्टा हिँडेर आएपछि बल्ल यहाँ माथिसम्म आउने रहेछ बाइक है हामी चाहिँ तलै राख्यौँ सम्म अलिकति आइदिनु हुन्थ्यो नि साइड होला छ त फर्केर खाउँला है खाजा साजा खाने ठाउँ पनि छ है पूजा सामानहरू पनि किन्ने ठाउँ छ रेस्ट गर्ने ठाउँ पनि भयो यहाँबाट पनि अझै अगाडि बढ्दैछौँ अब हामी पुरै कुहिरो लागेको छ यहाँ चाहिँ भ्यू सबै ब्लक केही देखेन फाइनली अब चाहिँ पुग्ला जस्तो भयो होइन एउटा डाँडा चाहिँ पुरा उक्ल्यौँ हामी अब यहाँबाट चाहिँ यो रेलिङ भएको बाटो सुरु हुँदैछ रेलिङवाला बाटो सुरु भयो हामी आएको चाहिँ यहाँ तलबाट यहाँदेखि चाहिँ रेलिङ सुरु भयो अब चाहिँ लगभग पुगिन्छ कि छिटै पुरा कुहिरोले डाँडा हेर्नु कस्तो मजाले घाम लागिरहेको थियो पर है तल फास्ट ट्र्याकको टनल बन्दैछ माथि टपबाट यस्तो देखिँदैछ यो फास्ट ट्र्याकको टनलहरू चाहिँ कहाँ बादलमा भित्र छिरेछ बाटो त कहाँ यतानिर रहेछ मेन एडभेन्चरस बाटो चाहिँ पुरै ठाडो ओह्रालो कस्तो रहेछ त बाटो भोबाल है माथि आएपछि रमाइलो यतापट्टि पुरै घाम लागिरहेछ होइन अनि यतापट्टि यसो घुमेर हेर्दाखेरि यो चाहिँ पुरा कुहिरो लगाएर अन्धकार छ यहाँ टपमा हो मन्दिर चाहिँ अहिले यस्तो छ यहाँको सिचुएसन वी आर अलमोस्ट देयर अब लगभग पुग्नै लाग्यो है बधाई सधैँ आइपुग्यो पूजा गरेपछि माथि जानै पर्दैन अरे
चाहिँ भित्र महादेव मन्दिर उता सतीदेव मन्दिर के भन्छ सतीदेवी के सतीदेवी निस्किने हुँदै अब माथि जाने माथि जाउँ निस्किने है यस्तो पुरै कुहिरो लगाएर केही देखाएन अझै चाहिँ यहाँ दर्शन गर्न सकेर माथि यो भ्यू पोइन्टतिर उक्लिँदैछौँ लटरमेश्वर महादेवको टप चाहिँ यो शिर भएको ठाउँ अरे है यो चाहिँ टप यही हो भिडभाड राम्रै छ यति ठुलो त्रिशुल पनि छ यस्तो भिड छ टप चाहिँ यही हो एन्ड पोइन्ट ब्लग पनि एन्ड गरेर हामी ओर्लिन्छौँ खाने त हो नि